वेलकम अहिले चाहिँ हामी बेनीको लभली हिलमा घुम्न जाँदैछौँ। हामीलाई छोडेर स्कुटीमा जानुभयो कि अनि हामीले के गर्यौँ भने हामीले चाहिँ अटो बोलाइदिएको हाम्रो प्राइभेट अटो है। सो हामी पनि अटोमा हिँड्दैछौँ ल है। म बाहिरको सिनहरू पनि तपाईँहरूलाई एकचोटि सट्ट देखाउन चाहन्छु बेनी कस्तो छ भनेर है। सो बेनी इज भेरी ब्युटिफुल ल तपाईँहरूले नि हेर्नुहोस्। प्राइभेट अटो हो यो चाहिँ हाम्रो है। सो अनि उहाँ हुनुहुन्छ हाम्रो गुरुजी है। गुरुजीले चाहिँ कतार मुस्ताङ लेजेन्डको टी सर्ट लगाएर बस्नु भएको छ एकदम राम्रो। हो मैले पढाउने बुद्ध स्कुल मेरो करियरको स्टार्टिङको प्लेस है। आई एम भेरी ग्रेटफुल टु दिस स्कुल। सो हामी चाहिँ आइसकेको छौँ है मोना बेनी लभली हिल पदमार्ग प्रवेशद्वार भनेर। अनि यो चाहिँ लभली हिल होइन, यो बस इन्ट्रान्स मात्रै हो। हामी चाहिँ यति धेरै भर्याङ चढेर जानुपर्छ, यति लामो छ भर्याङ। हिँड्दा हिँड्दा खुट्टा पाटिन्छ होला, सातो जान्छ होला। यो भनेको मेन इन्ट्रान्स मात्रै हो यहाँबाट जाने है। तर कसलाई अनि धेरै मान्छेले तपाईँले सिडी चढ्न सक्दैन भनेर भनेको छ। त्यस्तो मान्छेहरूलाई सिडी चढेर देखाउनु छ अरे दिदीलाई है। म चाहिँ यति सिडी चढेर स्यासे भइसकेँ। तर केही टेन्सन छैन गाइज है। हामी जसरी पनि आफ्नो लक्ष्यमा पुगेर रमाइलो गर्नेछौँ है। लक्ष्यमा पुगेर होइन, हामी यात्राको क्रममा नै रमाइलो गर्दै गर्दै जानेछौँ तपाईँहरूको साथमा। मायाको मन खै किन चिसियो, बोली मानेर खोपन मिसियो, रानी बन्न पलायो न्युरो, त्यसलाई शङ्का गर्छौ माया। नागिन डान्स है यो चाहिँ, नागिन डान्स। यो चाहिँ जङ्गलमा भेटेको नागिन हो। दिदीको बेनीमा आगमन भएपछि चाहिँ त्यो रेस्पोन्सिबिलिटिजमा चाहिँ म माथि थपिएको छ। के भन्दाखेरि दिदीलाई रमाइलो गराउने, हँसाउने, खेलाउने हो। अझ खेलाउने नि हो। ए बोल्दा बोल्दै गएपछि टङ स्लिप भएछ कि गाइस। त्यो दिदीलाई हँसाउने, रमाइलो गराउने त्यो जिम्मा चाहिँ मेरो भागमा परेको छ। सबै भाग मेरै भागमा परेको छ। अनि म कुन चाहिँ दिनमा रहिरहेको छु र अनि मलाई हँसाउने जिम्मा लिएको? रमाइलो गराउने, हँसाउने गरेर त्यो नरहे पनि त नहाँसिकन नर्मल्ली बोर लागेर गरेर बस्छ नि त। त्यही भएर तपाईँलाई एकदम आहा खुसी आनन्द फिल होस्, खुसी लागोस्, मनभित्रैबाट रमाइलो लागोस्, त्यो कोसिस गर्दैछु कि मैले। थ्याङ्क यू सो मच। नो थ्याङ्क यू, नो सरी, ओन्ली मनी। थ्याङ्क यू र सरी चाहिँ नभन्ने रे, पैसा दिने अरे। And it's all about money, money, money. यहाँ यस्तो खुसी भएको छ पारि चाहिँ मान्छेको अन्तिम संस्कार भइरहेछ। यस्तो यस्तो देखेर झन् मलाई खुसी हुन मन लाग्छ कि। मतलब तिनीहरूलाई देखेर खुसी हुन मन लाग्ने होइन, आफू चाहिँ खुसी हुन मन लाग्छ। किनभने थाहा छैन कुन दिन धरती छोडिन्छ, मरिन्छ, भगवानको घर गइन्छ भन्ने थाहा छैन। त्यही भएर बाँचुन्जेल एकदम खुसी भएर बाँच्नुपर्छ। कसैलाई रिस गर्ने होइन, दाखा गर्ने होइन, कसैको नराम्रो नचिताउने है। सकेसम्म सबैलाई राम्रो गर्ने, राम्रो मिठो बोल्ने। अब जिन्दगी भनेको चाहिँ अनप्रेडिक्टेबल के नेपालीमा आएन। अनि त्यो भएर चाहिँ कतिखेर गइन्छ भन्ने थाहा हुन्न कि। सो अबि मलाई त कस्तो देखेको। आज चाहिँ म नेचुरल ब्युटी भएर हिँडिरहेको छु है। अनि उहाँ चाहिँ दिदी, अनि हामी चाहिँ दादाहरूलाई पर्खिँदा वाक्क लाएर टिकटक बनाएर बसेको। काउरी र भन्दा कति पिर पर्ने हो यहाँ भन्दा, घरभरि काउली र भन्दा, दिने कहिले एक छाग्नी ल्याऊ भन्दा हो।
यो लगायत धेरै टुक्काहरू छन्। एउटा चाहिँ ऱ्याप ब्याटल जस्तो भएको थियो त्यो टिकटकमा, तपाईँहरूले यो हेर्न सक्नुहुन्छ टिकटकमा गएर। उहाँहरू आइसक्नु भयो है। ल बरु मेरो यहाँ फोटो खिच्दै भने उहाँहरू आउँदै हुनुहुन्छ। जानु मेरो यहाँ गफ गर्दै गर्दै आउने। ओइ आमा कति नसकेको त्यो गफ नि जाति बित्ते। एउटा खरबुजा मात्र ल्याउनु भयो झोलामा अझै ल्याउनु भयो के देख्छ होइन यो चाहिँ मलाई ड्राई बफेलो रे सुकुटी देखायो अरे सुकुटी राम्री मान्छेहरू। ओहो भर्खरै समातेर कि 1 मिनट नै भएन 2 सेकेन्ड भए बल्ल ठक्कैमा सान देखाउने यार एकैछिन समात्ने ल एकछिनको त अनि। तर दिदी आज मलाई एउटा कुरा कस्तो राम्रो लागिरह तपाईँमा के भन्नु ल कस्तो मान्छे होला यो दिदीले के मैले जे भने नि होइन मतलब थाहा पाइहाल्ने कि मेरो कुराहरू मैले अलिकति भन्छ नि किन होला थाहा छ दिदी भनेर अलि मिस्टेरियस राख्न मिस्ट्री राख्न खोज्छु है। तर भन्छ थाहा पाइदिइहाल्नुहुन्छ भने मेरो मनको कुरा सबै। आमा मामा ओहो आमा मामा तपाईँ त फेस रिडर हुनुहुँदो रहेछ। तपाईँ त सामान्य मान्छे नै नहुनुहुँदो रहेछ दिदी। ओ माई गड यस्तो महान व्यक्तिको बिचमा म यति दिनदेखि हिँडिरहेको छु तर मलाई त्यो महसुस नै नभइरहेको। याम सर र दिल सर चाहिँ इङ्ग्लिसमा कुरा गर्दै आउँदै हुनुहुन्छ है। जुन खरबुजा चाहिँ अघि दिदीले बोकेर हिँडे सके भनेर सान देखाउनु भएको थियो नि अहिले उता तल छोडिदिएर आउनु भएको थियो दादाले बोकेर आउनुभयो। मैले भनेको नि 1 मिनटको त्यो ऊ हो भने दिदी थाकेँ म त कस्तो मान्छे होला ल भयो सामान तपाईँको हात बरु गाइस यस्तो सुन्दर सुन्दर म्याग्दी हेर्नुहोस् है। यो चाहिँ हाम्रो म्याग्दी हो बेनी। मेरो लागि एकदम धेरै प्यारो छ यो ठाउँ। पानी अस्ति गाडीको भिकारी हाम्रो पछि हामी आइसकेछ। म त्यही भिकारी हो जो गाडीमा भोको थिएँ र पानी र कुरकुरे उहाँले मलाई दिनुपर्ने थियो। उहाँ मलाई पछाउँदै आज लभली हिल पनि आइपुग्नु भयो त्यही भएर मैले उहाँलाई फेरि माग्ने निर्णय गरेको छु। तपाईँ बेनी बजार देखिरहेको छ यस्तो राम्रो देख्न सक्नुहुन्छ गाइस। उहाँहरू चाहिँ आफ्नै धुनमा यति मग्न हुनुहुन्छ होइन यति डुबिसक्नु भयो है। हामी यस्तो राम्रो बाटो जाँदैछौँ भन्नु खोजेको मैले। म मर्न लागिसकेको पानी दिनु मलाई पानी। इग्नोर हान्ने इग्नोर पानी मागेको त्यही निकालेर छोडेर जाने म खान्छु अहिले। दौडी भेट्ने हिँड्न पानी लिनु भएन रे पानी ल्याएन बाउलाई नि रे। गाइस यहाँ चाहिँ सानो चौतारी छ यदि थकाइ लाग्यो भने विश्राम गर्नको लागि। के भन्छ अरे गीत चौतारीमा पिपल छाया तिमलाई दिने माया मेरो मनै भरि छ। बाजेले नि के भन्दै हुनुहुन्छ बिनाले चाहिँ गफ लाउँदैछ बाजेसँग। उहाँले के भन्नु भएन भर्खरै है एक्लै नाचेको के मतलब साथीसित नाचेको रमाइलो हुन्छ भन्नुभयो। साथीसित नाच्छ ओके सो सबै साथी नाचेर आफू नाच्ने होइन ओके या ओके ए बोलाइ नि के एक्लै नाच्छ। छिटो आउने भाइ त नत्र म तेरो बेजेत गरिदिन्छु। हेर त भनेको कस्तो गरेर दौडी आएको छ हिँड्नै नसक्ने मान्छे यस्तो राम्रो देखेछ। दादाहरू पनि बस्नु भएको आइज के त्यहीँ गएर खरबुजा खोरेर खाने अनि जाने खाने हो
खान्न खाम के खान्न आधा खाम खान्न पुगिहाल्छ एक बोतल पानीको बदलामा 25 रुपियाँ खा भनेको मन्जुर छैन मलाई पानी नै चाहियो पैसा मनी इज नट एभ्रिथिङ बट रेड बुल इज एभ्रिथिङ नो दादा के पान नलिएर त रक्सी लिएर आएको रक्सी गनाउँछ त खानु हजुरले खानु र मैले खानु रेड बुल त्यो रेड बुल नि होइन अझ अर्कै के नाम लेख्यो म्याक्स टाइगर रे ए रक्सी नै हो के रक्सी होइन रक्सी मिसाएको हुन्छ अल्कोहल चाहिँ हुन्छ हुन्छ के अल्कोहल हुन्छ अल्कोहल हुन्छ भने त कस्सी खाने हो झन् अल्कोहल डाइरेक्ट खान दिन्नन् घरकाले खाने बाहिर औषधि जस्तो त्यो खोकिलाको औषधि हुन्छ नि हो त्यस्तो नेगेटिभ त्यो नराम्रो उपाय राख्यो कि मुखमा चाहिँ तर शरीरमा चाहिँ एकदम एनर्जी आइसक्यो गाइस अब म 1 सेकेन्डमा उडेर लभली हिल पुग्दिन्छु नो गाइस नो प्लिज तपाईहरुले मलाई नराम्रो यस्तो नसोच्नुस् है मैले कुनै पनि विज्ञापन गरेको हैन यो मेरो अनेस्ट रिभ्यू हो यो कुनै पनि ब्रान्डको प्रमोसन भिडियो हैन औषधि खाँदा मलाई एनर्जेटिक फिल भइरह अब म सबभन्दा अगाडि लभली हिल जान्छु हिँड्न नसकेको मान्छेको पारा त त्यस्तो छ तँलाई घाँटी भिजाउनु चाहियो होइन आइज यो जङ्गल खा आइज न कस्तो मिठो नि हुन्छ मलाई लास मनपर्छ ओहो गाइज है दादाहरूले पानी ल्याइदिनु भएन भन्दैमा दिदी चाहिँ यसरी भौतार रिएर है पुरै झारपात खान लाग्नु भएको जङ्गलको ओ माई गड यस्तो गाई भैँसीले जस्तो च्यान च्यान तपाईँसिन घाँसेर किन त्यस्तरी खाने ए फुल पनि खान्छन् के हो यो नाम थाहा होइन तर हामी बच्चा छँदा खान्थ्यौँ यो पात त झन् कस्तो मिठो के देख्न सक्नुहुन्छ मैले खाएको देखेर यसले पनि खाना है हेर त झन् चराले चारो खा जस्तो गरेर खाँदैछ आइछ त यहाँ झन् धेरै रहेछ त आइज ओ केटी यहाँ झन् छ के फुल आइज फोहोर भयो होला है यतातिर हुन त अघि भर्खर पानी परेको हो अरे पानीले पोखाल्यो होला अरे नि हामी सानो बच्चा छँदा खान्थ्यौँ के ओहो सो गाइज हामी चाहिँ फाइनली लभली हिल आइसकेको छौँ है सबभन्दा हिँड्न नसक्ने लुली भन्ने चाहिँ मै भए तर दिदीलाई सबले हिँड्न सक्दैन होला भन्नुभएको थियो तर दिदी चाहिँ एकदम मजाले हिँडेर आउनुभयो अनि हाम्रो सरहरू चाहिँ अगाडि आएर नि यहाँ बसिसक्नु भयो है अनि यहाँबाट त्यहाँ माथिको मल्लाज गाउँ एकदम राम्रो देखिन्छ अनि यही हो हाम्रो लभली डाँडा आइपुग्न पाएन ओके खानेकुरा निकाल्नु भिडियो बनाएको खानेकुरा भनेर यस्तो माडल लाउने भएको के भन्दैको गीत रेकर्ड गर्ने हो के नानी त रोटी के लिनु भएन के म त ए झोलाभरि के ल्याइदिनु भयो भनेको त यो यत्रो हो खरबुजा चाहिँ मैले दादालाई लभली हिलमा गएर खरबुजा खाने मान्छ दादा भनेको यता सिङ्गै ल्याइदिनु भएको रहेछ नपाउनेले केरा पायो बोक्रा सिता खायो होइन मैले झन् पातिर के भन्नुभयो भर्खरै फेरि भन्नु त दिउँसो त्यहाँ ढुटाउनु त्यो गर्यो मुख नै धोया होइन तर यो त तपाईँ र मेरो भाग हो नि त त्यसरी नखानु है अहिले फेरि तपाईँले यस्तो खानु भएको त अनि मैले खाएको छैन धेरै हेर न सबजना मलाई यस्तो हेप्छ नि गाइज
के भन्न चाहन्छु भन्दाखेरि अब म यहाँभन्दा धेरै यो दिदीको भिडियोमा आउन चाहन्न, सक्दिनँ म, मलाई सबले हेप्छन् यहाँ। तर जे भए पनि यो बेनी बजार हेर्नुहोस्, ओ माई गड सो ब्युटिफुल है। मैले बेनीको यो नजारा चाहिँ आफ्नो नेकेड आइजले कहिल्यै देखेको थिएन, फोटोहरूमा मात्रै देखेको थिएँ। म बेनीमै बसेर नि लभली हिल आएकै छैन है, तर एकदम राम्रो लाग्यो मलाई चाहिँ यहाँको भ्यू। अरू चाहिँ केही पनि छैन। यता सक्यो कि सक्दिनु? केही चप्पा सप्पा त ल्याउनु पर्छ नि दादा। कस्तो खालको दाइ हो र तपाईँ भन्नु त? केही नै नल्याइदिनु। राम्रो खालको। ओहो हे चटपट ल्याएको के भुजा ल्याएको? आइज आइज कति दुःख गरेर चटपट खोजेर लिएर आइज के आखिरीमा। परे गरे यता गरे उता गरे मैला कस्ता कस्तो हुन्छ अहिले। तपाईँलाई आनन्द लिएर भने हुन्छ। हेर दादा के भन्छ यसले। 100 रुपियाँको बल्ल यति दियो। 100 रुपियाँ होइन 50 को। किन र केटी 100 को ल्याउ भन्दा त? त्यो अङ्कल त कहाँ जानु भनेर जानु बनाइसके 50 को दिएको। उहाँहरू चाहिँ भैली खेल्नु भएको छ। आयो भैली सारा थो फाइनली केटी बोलाइने। हामी चाहिँ चटपटे खाँदैछौँ, उहाँहरू चाहिँ भैली खेल्दै हुनुहुन्छ। देख्न सक्नुहुन्छ यहाँको भ्यू, नेपालको झन्डा छ अनि बेनी बजार छ। बेनी बजार पहिला म बेनी बजारमा हराउँथेँ नि, आजभन्दा का सानो गाउँ जस्तो देखिन्छ। ल भन् के भन्न चाहन्छस् आज होइन? भन् के? आज दिदीले मेरो यति राम्रो राम्रो भिडियो बनाइदिनु भएको नाचेको है, त्यसको लागि चाहिँ म एकदम खुसी छु। त्यसै त म नोकर्नी त हो होइन, नोकर्नी यो गर नोकर्नी त्यो गर भन्नुहुन्छ, नानीलाई मेरो सानो मालिक नि भन्नुहुन्छ। तर आज चाहिँ म साँच्चीकै दिदीको नोकर्नी बन्न चाहन्छु। दिदी आज जे काम हराउन मन छ हराउनु, जे भन्नुहुन्छ म त्यही गर्न तयार छु। दादाहरूलाई फोटो खिच्ने भनेर फकाइ लिएर आएको त हेर न। यहाँ त मादल बजाउँदै गीत गाउँदै बसेर दिमाग खराब गर्नुहुन्छ। कोही बात नहीं। हेलो कति मिठो छ र दिनु एउटा। यहाँ गीत रेकर्ड गर्ने भनेको अहिलेदेखि हो, सुरुदेखि हो। मेरै मोबाइलबाट गर्दै, मोबाइलबाट गर्नु पर्दैन। हाम्रो पनि छ त्यस्ता मोबाइल। कहाँ यस्ता लभली हिल घुम्दा घुम्दा यहीँ रात परिसकेछ अनि अब चाहिँ हामी घर जान लाग्छौँ। रातिमा झन् यस्तो राम्रो देखिएछ बेनी बजार। यस्तो लभली हिल पनि नदेखेला देखेर यस्तो घुम्दा घुम्दा बस्दा आउँछ यस्तो राति भएको छ। अँध्यारोमा त मलाई जङ्गलतिर जाने पनि डर लाग्छ। ओके गाइज, यहाँसम्म भ्लग हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद है। अझै पनि हामी फेरि नेक्स्ट भ्लग चाहिँ एकदम रमाइलो भ्लग लिएर आउनेछौँ। त्यतिसम्मको लागि थ्याङ्क यू, टाटा बाई बाई, टेक केयर।